हेलो गाइज, आज एउटा कुराहरू हजुरहरूको सामु पुर्याउनु खोजेछु मैले। आज के भन्दाखेरि हामीले एउटा दोकानबाट सामान किनेको थियो। यो कुराहरूमा अलिकति शङ्का लगाएर हजुरहरूको सामु मैले पुर्याउनु खोजेको छु। यति कुराहरूमा अलिकति हजुरहरूले पनि ध्यान दिनु होला। यो कुरा मैले हजुरहरूलाई सामु किन पुर्याउनु थियो सबैलाई एउटै हो, हजुर ध्यान दिनु होला। भाइ समात्यो यहाँ समारो यसले ताल गर्दा हजुरको सामान मैले के कुरा बनाउनु भन्दाखेरि आज हामीले एउटा सामान पसलमा किन्दाखेरि हामीलाई कस्तो पर्यो भन्दाखेरि आजको दिनमा जस्तै आज हामीले घरको साधन किन्दाखेरि यो यसमा पर्यो है। यसमा हामीलाई के पर्यो भन्दाखेरि जस्तै म हजुर सबै देखाउँछु हजुरहरूलाई, राम्रोसँग देखाए। जस्तै हाम्रो यो चामलमा पनि कस्तो कुराहरू पऱ्यो भन्दाखेरि यो चामल जस्तै ओरिजिनल हाम्रो आफ्नो ठाउँमा आफ्नो नेपालमा बनेको, अनि हाम्रो एउटा के भयो भन्दाखेरि यो चामल डुप्लिकेट जस्तो लाग्यो मलाई चाहिँ। अब यो होइन त, यो ओरिजिनल होला, यो ओरिजिनल होइन त, यो चाहिँ होला। हेर्छ तिमीले यो जस्तो लाग्यो मलाई, यो जस्तो लाग्यो मलाई। तिमी आफै हेर्दा कुन चाहिँ यो जस्तो लाग्यो मलाई होइन त, यो चाहिँ यो होइन त, यस्तो लाग्यो। अरू कुनै पनि होला है। अब छान्दैन, एउटै जस्तो देखिन्छ हेर्नेदेखि चाहिँ शङ्खामा चाहिँ मलाई अझै पनि यो पनि लाग्छ, भेट्दैन खोइ। यो लाग्छ है, अझै पनि शङ्खा यो लाग्छ। 4 गडा चामल लिएँ मैले, ओरिजिनलमा हाम्रो यो जस्तो लाग्छ है। यतिमा त्यो दुईटा यसको पनि शङ्का छैन। मैले यसलाई कहाँ राख्न चाहन्छु भने यो हाम्रो ओरिजिनल चामल। अलि भाइ एक काम गरेर न भाइ, यो पनि देखो, यो 3टा छ। यसको शङ्का छैन, यसलाई पनि शङ्का छ मलाई है। यसमा छ भाइ प्लेट अलिक 4 भयो कि, यो प्लेट 4 भयो अलिकति। ओए कहाँ यसले फर्का त, प्लेट फर्का त, प्लेट फर्को, प्लेट फर्का त, प्लेट फर्को। यहाँ देखो न, यहाँ अलिकति छाडबाट देखो, राम्रोसँग देखो। जस्तै हाम्रो मसँग चाहिँ एउटा ओरिजिनल चामल हाम्रो नेपालमा बनेको आफ्नो ओरिजिनल चामल यो देख्यो। कहाँ भएको फेरि देख्दैन क्या हाम्रो यो चामल ओरिजिनल छ जस्तो लाग्यो मलाई है। डुप्लिकेट चामलमा शङ्का छ है। फेरि यो चामल डुप्लिकेट होइन भाइ, होइन त, यो पनि शङ्का लाग्छ मलाई, दुइटामा शङ्का लाग्छ मलाई। तर हजुरलाई के देखाउन चाहन्छ भने अब चामल एउटै छ, चामल चाहिँ हाम्रो एउटै देखिन्छ होइन, सबै एउटै चामल छ हामीले खाने चिजहरू। तर मलाई शङ्का लागेको चाहिँ मलाई अझ पऱ्यो भने यसको पुरा नम्बरहरू मैले हजुरलाई देखाउँछु पनि है, देखाउँछु पनि। यो चामल अलिकति हाम्रो ओरिजिनल, यो चामल दुःखले लाग्यो डुप्लिकेट चामलमा हेर्नु हुन्छ। तर यो चामल मैले आज एउटा पसलबाट किनेको। अब हजुरलाई एउटा म चेक गर्न चाहन्छु। अब एउटा हजुरलाई मैले के गर्न चाहन्छु भने पहिला हाम्रो यो आफ्नो नेपालमा बनेको आफ्नो चामललाई, ओरिजिनल चामललाई देखाउन चाहन्छु। कहाँ झऱ्यो फेरि, कहाँ गयो थियो, यहाँ रहेछ, यहाँ रहेछ, फेरि झऱ्यो जोरसँग हुनुहुन्छ। जस्तै हामीले थाहा हुन्छ भन्थ्यो गाइज होइन, अब यसरी कि है चामल जोड्यो। तर नि यसको स्वाद अर्कै छ। यो हाम्रो चामल हेर्नु है। अब हाम्रो डुप्लिकेट चामलमा हेर्नु है, शङ्खामा चाहिँ यसमा हेर्नु छेरेर पनि गर्दैछ।
आगो मजाले बल्छ हेर्नु त आगो मजाले बल्छ ल अब बुझ्नु कि होइन च्याप्प पनि गर्छ नि यो यसो नि यो हाम्रो सामानको च्याप गर्दैछ भौँची चामल हामीले आफूले खाने चामल आफ्नो गाउँको चामल र यो प्लास्टिकको चामललाई चाहिँ मैले बुझ्यो हामीले यो चामलमा त्यही भएर गाइजहरू यसको परिणाम हजुरलाई देखाउँछु भन्थेँ मैले यो चामलको यहीँ छ हाम्रो सबै कुराहरू अब हजुरलाई म के देखाउँछु एउटा भन्दाखेरि एउटा देखाएको छ हाम्रो तपाईँलाई हामीले मैले यहाँ राखेको छ हाम्रो यही चामलबाट बनाएको भात खाना एउटा यही हो फुटेको छैन हेर्नु यहाँ यसो उफ्रिन्छ हेर्नु उफ्रिन्छ पुरै हेर्नु यहाँ क्याच गर्न मिल्छ हेर्नु फुट्या पनि छैन पुरै निचेर पनि फुट्या छैन है जब बस्ने बल्ल फुट्छ फुट्दैन गाइजहरू अब जुन ठाउँमा हामीले यो चामल किन्यो त्यो ठाउँ पनि हजुरलाई देखाउने एउटा इच्छा छ हामीलाई पनि हजुरलाई सतर्क रहनु होला यति बासना आउँछ कि आज हामीले खाना पकाएको थियो खाना पकाउँदै खाने बेलामा यस्तो भेट्यो गाइजहरू जाने अब 2 पार्टमा नेक्स्ट पार्टमा हामी भेटौँला।